क्वेशन नंबर 1 पहिला क्वेशन बुझौँ है एचजीए कंपनी issued 5000 10% debentures of ₹1000 each at par यहाँसम्मको इस्यु क्वेशन एन्ड रिडिम्ड आफ्टर 10 years at par यहाँदेखिको जुन पार्ट छ त्यो चाहिँ हाम्रो रिडिम्सनको क्वेशन हो है त अब कुरो बुझ्नुस् है एचजीए कम्पनीले कतिवटा डेबेन्चर इस्यु गर्यो त भन्दा 5000 वटा है अनि डेबेन्चर कुन हो त भन्दा 10% डेबेन्चर है त 10% डेबेन्चर यो 10% भनेको इन्ट्रेस्ट रेट हो यो डेबेन्चरमा खासै यो इन्ट्रेस्ट रेटको काम छैन है यो चाहिँ डेबेन्चरको नेम हो भनेर बुझ्नुस् है डेबेन्चरको नेम के रहेछ 10% डेबेन्चर्स अफ ₹1000 each at par है कतिमा बेच्यो है कतिको डेबेन्चर त भने 1000 पार भ्यालु कति त 1000 नै कुरो बुझ्नुभयो भनेपछि एचजीए कम्पनीले 5000 10% डेबेन्चर्स है पारमा बेच्यो अथवा इस्यु गर्यो हैन त एन्ड रिडीम्ड आफ्टर 10 years at par 10 वर्षपछि पारमै के गर्यो त फिर्ता गर्यो भन्छ कुरो बुझ्नुभयो अब यो केस कुन भयो त भन्दा हेर्नुस् है इस्यु अफ डेबेन्चर्स एट पार and redemption of debentures at par कुरो बुझ्नुभयो ल रिक्वायर्ड छ हामीलाई एन्ट्रीज फर इस्युएन्स एन्ड रिडिम्सन अफ डेबेन्चर्स हामीलाई इस्यु गरेको र डेबेन्चरको रिडिम्सन गरेको एन्ट्री बनाउनुहोस् भन्छ कुरो बुझ्नुभयो ल हामीलाई के बनाऊ भनेको छ जर्नल एन्ट्रीज बनाऊ भनेको छ हैन त पहिला जर्नल एन्ट्रीजको लागि के गर्नुपर्छ फर्मेट गर्ने टपमा के लेख्ने जर्नल एन्ट्रीज इन द बुक अफ एचजीए कम्पनी फर्मेट गर्ने डेट पार्टिकुलर्स एलएफ डेबिट रुपीस क्रेडिट रुपीस हैन त अब मलाई भन्नुस् त सुरुमा हामीले सोधेको के छ इस्यु एन्ट्री सोधेको छ नि त इस्युएन्सको है इस्यु एन्ट्री अब मलाई भन्नुस् त पारमा इस्यु गरेको एन्ट्री के हुन्छ भने चाहिँ हामीले यो भन्दा अगाडिको भिडियोमा बैंक अकाउन्ट डेबिट टु 10% डेबेन्चर्स अकाउन्ट के हुने रहेछ एन्ट्री हाम्रो बैंक अकाउन्ट डेबिट टु 10% डेबेन्चर्स अकाउन्ट यसको नेरेसन हुन्छ बीइङ इस्युएन्स अफ डेबेन्चर्स एट पार अब यहाँ हामी अमाउन्ट क्याल्कुलेसन गरौँ है पहिला यहाँ डेबेन्चरको अमाउन्ट क्याल्कुलेसन गरौँ डेबेन्चरको अमाउन्ट कसरी क्याल्कुलेट गर्छ नम्बर अफ डेबेन्चर्स इस्युड इन्टु पार भ्यालु कुरो बुझ्नुभयो अब नम्बर अफ डेबेन्चर्स इस्युड कति छ 5000 इन्टु ₹1000 पार भ्यालु कति भयो त 50 लाख भयो अब क्रेडिटमा 50 लाख छ भने डेबिटमा पनि कति हुन्छ 50 लाख नै हुन्छ कुरो बुझ्नुभयो ल अब हेर्नुस् है अर्को हामीलाई के सोधेको छ रिडिम्सन एन्ट्री यहाँ रिडिम्सन एन्ट्री भनेर लेख्नुस् अब हेर्नुस् है त रिडिम्सन पारमा गरेको छ भने जर्नल एन्ट्रीज के हुन्छ भने हामीले यहाँ दुईटा हुन्छन् एउटा ड्यू गरेको र अर्को पेमेन्ट गरेको पहिला हामीले के बनाउनु पर्छ ड्यू गरेको एन्ट्री बनाउनु पर्छ ड्यू गरेको एन्ट्री के हुन्छ भने हामीले .% डेबेन्चर्स अकाउन्ट डेबिट टु .% डेबेन्चर होल्डर्स अकाउन्ट यो ड्यू गरेको एन्ट्री हो नि हैन पहिला के गरिन्छ ड्यू गरिन्छ अनि त्यसपछि हाम्रो पेमेन्ट गर्ने कुरो बुझ्नुभयो कसले पेमेन्ट गर्ने डेबेन्चर होल्डरलाई ठीक छ भनेपछि यहाँ एन्ट्री के हुने भयो त भन्दा 10% डेबेन्चर्स अकाउन्ट डेबिट टु 10% डेबेन्चर होल्डर्स अकाउन्ट यसको नेरेसन हुन्छ बीइङ अमाउन्ट ड्यू टु डेबेन्चर होल्डर्स अब हेर्नुस् है यहाँ डेबेन्चरको अमाउन्ट कति हुन्छ त भन्दा डेबेन्चर जति इस्युमा हुन्छ त्यति नै रिडिम्सनमा पनि हुन्छ पुरो बुझ्नुभयो कति 50 लाख अब मलाई भन्नुस् त डेबिटमा 50 लाख छ भने क्रेडिटमा पनि कति हुन्छ 50 लाख नै हुन्छ ठीक छ यो त रह्यो हाम्रो ड्यू गरेको एन्ट्री अब ड्यू गरेपछि के गर्नुपर्छ हामीले पेमेन्ट गर्नुपर्छ पेमेन्ट कसलाई गर्ने हो यो डेबेन्चर होल्डरलाई गर्ने हो त्यही भएर डेबेन्चर होल्डर के हुन्छ अब डेबिट हुन्छ के हुने भयो त जर्नल एन्ट्री अब 10% डेबेन्चर होल्डर्स अकाउन्ट डेबिट टु बैंक अकाउन्ट यसको नेरेसन हुन्छ बीइङ अमाउन्ट पेड टु डेबेन्चर होल्डर्स अब हेर्नुस् है त यहाँ अमाउन्ट राख्नु यो 10% डेबेन्चर होल्डरको अमाउन्ट कति हुन्छ त भन्दा जति ड्यू एन्ट्रीमा छ नि माथि 50 लाख हो त्यति नै यता हुन्छ है त 50 लाख अब डेबिटमा 50 लाख छ भने क्रेडिटमा पनि कति हुन्छ हाम्रो 50 लाख नै हुन्छ कुरा बुझ्नुभयो ओके अब हामी लागौं क्वेशन नम्बर 2 तिर है त क्वेशन नम्बर 2 पहिला क्वेशन बुझौँ है एचजीए कंपनी issued 5000 10% debentures of ₹1000 each at par हेर्नुस् त एचजीए कंपनीले 5000 वटा 10% डेबेन्चर इस्यु गर्यो पार भ्यालु चाहिँ यसको फेस भ्यालु चाहिँ कति हो त 1000 हो भन्छ कुरा बुझ्नुभयो केमा इस्यु गर्यो पारमा एन्ड रिडीम्ड आफ्टर 10 years at 10% डिस्काउन्ट 10 वर्षपछि 10% डिस्काउन्टमा रिडिम्सन गर्यो भन्छ कुरा बुझ्नुभयो अब हामीलाई सोधेको के छ त भन्दा रिक्वायर्ड हेर्नुस् त एन्ट्रीज फर इस्युएन्स एन्ड रिडिम्सन अफ डेबेन्चर्स डेबेन्चर रिडिम्सन गरेको
र इस्यु गरेको इन्ट्री बनाउनुहोस् भन्छ। जर्नल एन्ट्रिज बनाऊ भनेको हो नि त हैन। त्यसो भने हामीले जर्नल एन्ट्रिजको पहिले के गर्नुपर्छ, फर्मेट खोल्ने र टपमा के लेख्ने, जर्नल एन्ट्रिज इन द बुक अफ एचजीए कम्पनी, अनि फर्मेट खोल्ने डेट, पार्टिकुलर्स, एलएफ, डेबिट रुपिस, क्रेडिट रुपिस। ठीक छ। हामीले सुरुमा के लेख्ने, इस्यु एन्ट्री। ल हेर्नुस् त, हामीले क्वेशन नम्बर 1 मा पारमा इस्यु गर्दाखेरि इन्ट्री के हुन्छ भने हामीले बैंक अकाउन्ट डेबिट टु 10% डिबेन्चर्स अकाउन्ट भनेको हो कि यसको नरेसन क्वेशन नम्बर 1 मा लेखे जस्तै गरेर लेख्नु होला है त। अब हेर्नुस् त, डिबेन्चरको अमाउन्ट कसरी क्याल्कुलेट गर्छौं भने चाहिँ हामी नम्बर अफ डिबेन्चर्स इस्युड कति 5000 इन्टु पार भ्यालु कति ₹1000 है त, कति हुन्छ 50 लाख। अब क्रेडिटमा 50 लाख छ भने डेबिटमा पनि कति हुन्छ 50 लाख नै हुन्छ। कुरा बुझ्नुभयो। अब यसपछि अब इस्यु एन्ट्री पछि के छ हामीलाई सोधेको, रिडिम्सन एन्ट्री है। रिडिम्सनमा कतिवटा इन्ट्री हुन्छन्, दुईटा। पहिला के गरिन्छ, ड्यू गरिन्छ, त्यसपछि के गरिन्छ, पेमेन्ट गरिन्छ हैन त। कुरा बुझ्नुभयो। ल रिडिम्सन भनेर लेखौ है त, रिडिम्सन एन्ट्री। अब हेर्नुस् है, अब यहाँ एकदमै ध्यान दिनुस्, रिडिम्सन केमा गरेको छ, रिडिम्सन 10% डिस्काउन्टमा गरेको छ। यो 10% डिस्काउन्ट हामीले कसरी क्याल्कुलेट गर्छौं त भन्दा हेर्नुस् है, यो जहिले पनि पार भ्यालुमा क्याल्कुलेट गरिन्छ, अन पार भ्यालु। केमा, पार भ्यालुमा है। पार भ्यालुको 10% हो कति, पार भ्यालुको 10% भनेको कति हुन्छ 1000 इन्टु 10 डिभाइड बाइ 100 भनेपछि कति हो ₹100। डिस्काउन्टको रेट रहेछ, के निस्क्यो, रेट अफ डिस्काउन्ट। ठीक छ। ल अब हेर्नुस् है, यहाँ के छ हाम्रो रिडिम्सनमा, डिस्काउन्ट छ है त। डिस्काउन्ट भए पनि पहिला हामीले के गर्ने, पारको इन्ट्री बनाउनु। पारको इन्ट्री के भनेको हामीले 10% डिबेन्चर्स अकाउन्ट डेबिट टु 10% डिबेन्चर होल्डर्स अकाउन्ट भनेको हो नि हैन। यो के हो, पारको इन्ट्री हैन त। पारमा रिडिम्सन गरेको भए है, ड्यू इन्ट्री चाहिँ हामीले 10% डिबेन्चर्स अकाउन्ट डेबिट टु 10% डिबेन्चर होल्डर्स अकाउन्ट गर्छौं हैन त। अब हेर्नुस् है, यहाँ रिडिम्सनमा के छ, डिस्काउन्ट छ। रिडिम्सनमा डिस्काउन्ट छ भने डिस्काउन्ट र प्रिमियमलाई हामीले कहाँ लेख्छौं, ड्यू इन्ट्रीमा लेख्छौं। शेयरमा पनि त त्यही गर्थ्यौ नि हैन। शेयरलाई सम्झिनुस् त, हो डिस्काउन्टलाई हामीले कहाँ लेख्नु पर्यो, यो त ड्यू इन्ट्री हो नि, ड्यू इन्ट्रीमै लेख्नु पर्यो। रिडिम्सनको डिस्काउन्ट कुन साइडमा हुन्छ, क्रेडिट साइडमा। हेर्नुस् त, यो रिडिम्सन हो, रिडिम्सनको डिस्काउन्ट कहाँ हुन्छ भने हामीले क्रेडिट साइडमा। कुरा बुझ्नुभयो। अब यहाँ के हुने भयो त भन्दा, टु डिस्काउन्ट अन रिडिम्सन अफ डिबेन्चर्स अकाउन्ट। अब यसको नरेसन क्वेशन नम्बर 1 मा लेखे जस्तै गरेर अलिकति त्यहाँ डिस्काउन्टको कुरो जोडेर लेख्नु होला है त। ठीक छ। ओके। अब यहाँ अमाउन्ट क्याल्कुलेसन गरौँ है। हेर्नुस् त, यो डिबेन्चर जुन छ यो चाहिँ पारमा जति छ रिडिम्सनमा पनि त्यति नै हुन्छ, के हैन, कति 50 लाख। यसलाई फर्स्टमा अमाउन्ट क्याल्कुलेसन गर्ने, अनि त्यसपछि अब दोस्रोमा योलाई क्याल्कुलेसन गर्ने, के यो डिस्काउन्टको कुरालाई क्याल्कुलेसन गर्ने। कुरो बुझ्नुभयो। अब डिस्काउन्टको अमाउन्ट हामी कसरी क्याल्कुलेट गर्छौं त भन्दा, नम्बर अफ डिबेन्चर्स इस्युड इन्टु रेट अफ डिस्काउन्ट। अब हेर्नुस् त, नम्बर अफ डिबेन्चर्स इस्युड कति हो 5000 हो, इन्टु रेट अफ डिस्काउन्ट कति हेर्नुस् त, अघि हामीले क्याल्कुलेट गरेको किन ₹100। ₹100 पार भ्यालुको 10% हुन्छ है। जहिले पनि डिस्काउन्ट र प्रिमियम पार भ्यालुमा क्याल्कुलेट गरिन्छ। भनेपछि कति भयो त, 5000 इन्टु 100 भनेपछि कति हो त 5 लाख। ल हेर्नुस् त, डिस्काउन्ट अन रिडिम्सन अफ डिबेन्चर्स अकाउन्ट कति हुने त, कति हुने भयो त 5 लाख। ठीक छ। अब डेबिटमा कति छ, डेबिटमा 50 लाख, क्रेडिटमा कति छ 5 लाख। कति पुगेन, हो जति पुगेन ब्यालेन्स सिट फिगरलाई हामी के भन्छौं त, 10% डिबेन्चर होल्डर्स अकाउन्ट भन्छौं। कति 45 लाख। ल हेर्नुस् त कस्तो सजिलो छ। ठीक छ। इस्यु एन्ट्री के हुन्छ, बैंक अकाउन्ट डेबिट टु डिबेन्चर अकाउन्ट हुन्छ। अनि रिडिम्सनमा के हुन्छ, दुईटा इन्ट्री हुन्छ। पहिला ड्यू इन्ट्री गरिन्छ, ड्यू इन्ट्री के हुन्छ ए उल्टो हुन्छ, डिबेन्चर्स अकाउन्ट डेबिट हुन्छ। अब इस्यु गर्दाखेरि डिबेन्चर कहाँ हुन्छ, क्रेडिटमा हुन्थ्यो भने रिडिम्सन गर्दाखेरि कहाँ हुन्छ, डेबिटमा हुन्छ, उल्टो भयो। अनि यो डिबेन्चर होल्डरलाई तिर्नु पर्ने हो नि त, त्यही भएर हामीले के गर्छौं त, टु 10% डिबेन्चर होल्डर्स भनेर क्रेडिटमा राख्छौं, पेएबल अमाउन्ट हो नि। अब डिस्काउन्ट र प्रिमियमको कुरो छ भने त्यसलाई हामीले ड्यू इन्ट्रीमै एडजस्ट गर्नुपर्छ, पेमेन्ट गरेको इन्ट्रीमा चाहिँ होइन है त। ठीक छ। अब हामीले ड्यू गरेपछि के गर्नुपर्छ, पेमेन्ट गर्नुपर्छ। पेमेन्ट गर्दाखेरि के हुन्छ त भनेपछि हामीले कसलाई तिर्ने हो त, यही डिबेन्चर होल्डरलाई तिर्ने हो क्या। त्यही भएर डिबेन्चर होल्डरलाई तिर्दा के हुन्छ त, यहाँ क्रेडिट छ भने अब डिबेन्चर होल्डर के हुन्छ, डेबिट हुन्छ। त्यही भएर के हुने भयो, जर्नल एन्ट्री 10% डिबेन्चर होल्डर्स अकाउन्ट डेबिट टु बैंक अकाउन्ट। यसको नरेसन क्वेशन नम्बर 1 मा लेखे जस्तै गरेर लेख्नु होला है त। ठीक छ। अब अमाउन्ट क्याल्कुलेसन गर्नुस्। हेर्नुस् त, 10% डिबेन्चर होल्डर्स अकाउन्ट, जति माथि 10% डिबेन्चर होल्डर छ नि कति छ 45 लाख छ नि, हो यहाँ पनि कति हुन्छ त 45 लाख नै हुन्छ। अब डेबिटमा 45 लाख छ भने क्रेडिटमा पनि कति हुन्छ 45 लाख नै हुन्छ। ठीक छ। अब हामी क्वेशन नम्बर 3 तिर जाउँ है त।